तपाईँहरूलाई एजमा लिएर जाँदैछु मैले एजमा। देख्नुभयो गाइस, अब जाउँ हामी। I like to move it on you. That's what you do, baby. खाजा सजा कहाँ खाने होला, बाइकलाई पनि खुवाउनु पऱ्यो खाजा गाइज होइन। के हेर्नुहोस्, नेपालको इतिहासमा अमर सधैँ यो सिन्धुलीगढी अनि ब्रिटिसहरूसँग युद्ध लडेर कत्रो बलिदान गरेको आफ्नो भूमि माटोलाई बचाउनको लागि सिन्धुलीगढीको इतिहास पनि राम्रो छ नि। हाम्रो नेपालको इतिहासमा सबै सम्झिने अनि नयाँ पिँढीहरूले पनि पढ्ने याद गर्ने। बिस्तारै जाउँ होइन गाइस साथीहरू, कति हतार गर्नु है। तपाईँहरूलाई म बिस्तारै राम्रो भ्यू देखाउँदै गर्छु। अस्तिको भन्दा अलिक छिटो भएर खाल्डोहरू पनि यहाँ बाटो हेरेर सतर्क भएरै नै हिँड्नुपर्ने रहेछ जस्तो लाग्यो। नजिक नजिक होइन, सिट डेन्जर कन्ट्रोल गर्नुपर्छ। योर फुट अलवेज on ready position, right foot on a brake, left foot on a gear, right hand on accelerator plus front brake. And you need to have a strong grip for a motorbike, you know. On the gear fingers always on a clutch wire, clutch handle, something like this. तर पनि टेक्निकल चिज हो, टेक्निकल चिजमा कम्प्लिटली भर विश्वास पनि गर्नु हुँदैन। जस्ट लाइक 80% कन्फिडेन्ट हुनुपर्छ, 100% ट्रस्ट गर्नुहुन्न। तर म चाहिँ गरेर कुराउँछु कि मेरो भाइहरूले बुवाहरूले टेक्निकल चिजमा त्यसरी कहिले कुराउनु हुँदैन भन्नुहुन्छ। सो एटलिस्ट किप इट up to 80% trust for the machinery things and then keep on riding. But I trust for my machinery things. I have a bad habit. I trust 100%. What a lovely hawa, zoom गर्दै हावा आउँछ है गाइस। ट्रेकिङ जाँदाखेरि जसरी हावा आउँछ नि माथि हावा अल्टिट्युडमा त्यस्तै। हामी कहाँको कुरा गर्दै थियौँ साथी?
त्यसपछि हामी त ट्रेकिङको बारेमा कुरा गर्दैछौँ। यस अनि त्यहाँदेखि एउटा क्यानाडियन मान्छेले हामीलाई ट्रेकिङको अपर्च्युनिटी दिनुभएको थियो। अनि क्याम्पिङ ट्रेकिङबाट हामीले ट्रेकिङ सुरु गरेको थियौँ, त्यो पनि गोर्खा भन्ने ठाउँबाट, एकदम लो गर्ने ठाउँबाट सुरु थियो हाम्रो ट्रेकिङ चाहिँ। अनि त्यसपछि क्याम्पिङ ट्रेकिङ भनेको तपाईँको सजिलो ट्रेकिङ होइन, सब कुरा व्यवस्थापन गर्नुपर्छ। क्याम्पिङ राख्नको लागि ठाउँ कस्तो हुनुपर्छ, चौर कस्तो हुनुपर्छ, मुनिको ढुङ्गाहरू हटाउने होइन, ढुङ्गाहरू हटाएर मजाले माटो मिलाउने, सर्फेस मिलाउने, बेस मिलाउने, त्यसपछि बल्ल त्रिपाल राख्ने त्यहाँ त्रिपाल राखेर छोडिदिने हो। अनि त्यसपछि तपाईँको के गर्ने भन्दाखेरि नि हिमाल देख्नुको गाइस पारी लाङटाङ हिमाल पनि देखिरहेको छ। लाङटाङ लिरिङ त्यो माइको भन्दा सिधै माथिको लाङटाङ लिरिङ। आजहरू त हिमालहरू अलिअलि चिन्ने भयो, टाढै भएर पनि चिनिन्छ, हिँडिरहन्छ नि त गाइस। लाङटाङ लिरिङ 7000 एबोभ हो, 8000 चाहिँ किलो हो होइन। अनि यस ट्रेकिङको बारेमा कुरा गर्दैथ्यौँ हामी। निक ब्रोगली भन्ने मान्छेलाई हामीलाई ट्रेकिङमा इन्ट्रोड्युस गराउनु भएको हो होइन गाइस। अनि त्यसपछि साथीहरू, अनि त्यसपछि के भयो भन्दाखेरि एक्सट्रिम गाइडमा ट्रेकिङ जान थाल्यौँ, क्याम्पिङ ट्रेकिङ। अनि ट्रेकिङमा त्यहाँ अब टेन्ट कसरी राख्ने भनेर भन्दाखेरि सुरुमा माटो मिलाउने, बेस मिलाउने, सम्म बनाउने, झारसारहरू पनि मिलाउने होइन, अथवा खन्ने, कहिले ढुङ्गा खनेर तीको ढुङ्गाहरू निकाल्दै अनि सर्फेस चाहिँ स्मुथ बनाउने, त्यसपछि त्रिपाल राख्ने। अनि त्रिपालमाथि बल्ल टेन्ट राख्ने, टेन्ट फुकाउने, फुलाउने, स्टिक लगाएर तर हावा हालेर है टेन्ट फुकाउने। अनि फेरि त्यो टेन्टमा पनि हुन्छ 2-3 पत्र हुन्छ टेन्टको बेसलाई त्रिपाल जसरी हामीले राखेको छ नि त्यसरी प्रोटेक्ट गर्नको लागि। टेन्टभित्र अब टेन्टको कभरै हुन्छ क्या तपाईँको 3 पत्र जति बेस नै, एउटा 2टा 3टा, एउटा वाटरप्रुफ हुन्छ, अर्को त्यो चिसोहरू जान नदिने हुन्छ, अनि अर्को चाहिँ तपाईँको सुक्खा खालको हुन्छ क्या, त्यस्तो खालको टेन्टहरू पनि हुन्छ। त्यही हुन्छ टेन्ट नै, तर हाम्रो चाहिँ एक्स्ट्रा सेक्युरिटीको लागि पानी चिसो नजाओस् भनेर। अनि टेन्ट राखिसकेपछि पनि त्यसमाथि पनि फेरि त्रिपाल राख्ने पनि हुन्छ। अनि त्रिपाललाई म्याटले बेरेर हामीले अगाडि नै प्याकिङ गरेको हुन्छ। अनि त्रिपालमाथि म्याट राख्ने, रिफ्लेक्टिभ म्याट राख्ने, सिल्भर फोइल भएको, त्यो हिट चाहिँ शरीरलाई जाने। अनि म्याटमाथि बल्ल स्लिपिङ ब्याग राख्ने होइन, स्लिपिङ ब्याग राख्ने म्याटमाथि। अब स्लिपिङ ब्याग राख्नुभन्दा अगाडि पनि आफ्नो तन्ना हुन्छ गेस्टहरूको होइन, उनीहरूले प्राइभेट युज गरिरहेको तन्नाहरू हुन्छ, त्यस्तोहरू राख्ने। त्यसपछि अनि सिरानी हुन्छ, हावा भरेर लगाउने सिरानी हुन्छ होइन तपाईँको। अनि त्यो म्याट राखिसकेपछि चाहिँ कति विदेशीहरूको चाहिँ कस्तो हुन्छ भने त्यो हावा भरेरै फुलाउने म्याट पनि हुन्छ, म्याट्रेस पनि हुन्छ, नर्मल खालको पनि हुन्छ, फोल्ड गर्ने खालको पनि हुन्छ, त्यस्तो पनि राख्नुहुन्थ्यो होइन। अब मलाई याद आइरहेको छ सबै भन्दैछु त तपाईँहरूलाई। क्याम्पिङ नगरेको त धेरै भयो नि त, आजहरू त क्याम्पिङ ट्रेकिङ हुँदैन, सब टी हाउस ट्रेकिङ हो, सजिलो ट्रेकिङ जस्तै। केही बोक्नु पर्दैन, होटलहरूमा सुत्ने बस्ने खाने राम्रो व्यवस्था हुन्छ, बेडहरू पनि राम्रो हुन्छ, सफा हुन्छ, नाइस ब्युटिफुल हुन्छ। अनि त्यसरी टेन्ट राख्ने हो। अनि त्यसरी टेन्ट राखिसकेपछि टेन्टलाई वरिपरि गाड्ने हुन्छ, 8-9-10वटा हुन्छ। अनि टेन्टमाथि पनि अर्को रेन कभर पनि हुन्छ, स्नो कभर भन्ने हुन्छ, त्यसले चाहिँ रेन पनि प्रोटेक्ट गर्छ। टेन्ट आफै वाटरप्रुफ पनि हुन्छ, तर टेन्टमाथि पनि अर्को लेयर हुन्छ। त्यो अनि त्यो अर्को लेयर चाहिँ टेन्टसँगै पनि जोडेको हुन्छ, स्टिकहरू सर्प सिधा बनाएर बाङ्गो बनाएर चाहिँ टेन्ट सर फुट्छ। 4वटै डिरेक्सनबाट 6वटा डिरेक्सन हुन्छ, त्यो पनि टेन्ट हेरेर हुन्छ। स्टिक लामो हालेर सर खेल्दैपछि टेन्ट हुन्छ। अनि भुँडे जस्तो हुन्छ, टेन्टभित्र ढोका हुन्छ, चेन हुन्छ, त्यो पनि जाली हुन्छ एउटा, मच्छरहरू नछिरोस्, हावा छिरोस् भनेर। अर्को हुन्छ हावा विन्ड प्रुफै जाली पनि हुन्छ होइन, त्यस्तो हुन्छ। अनि टेन्टको बाहिर ढोकाको साइडमा पनि झोलासोला राख्ने हुन्छ, त्यो झोलासोला राख्ने पनि टेन्टसँगै जोडिएको हुन्छ तपाईँहरूको है। अनि टेन्टसँगै जोडिएको हुन्छ। अनि त्यसमा पनि अनि बाहिरको पनि फेरि चेन हुन्छ, ढोका जस्तै हुन्छ, एउटा सानो घर हुन्छ नि, त्यो के भन्छ तपाईँको सानो सानो घर हुन्छ नि, गोलो गोलो घरहरू, त्यस्तै ढोकाहरू पनि हुन्छ टेन्टको पनि।
अनि त्यो ढोका खोलेर साइडबाट ढोका खोल्न मिल्छ अनि बिचबाट चाहिँ अगाडि चुच्चो बनाएर अनि पुरा गाडेर लक हालेर हुन्छ ग्राउन्डमा त्यस्तो खालको टेन्ट। अनि तपाईँको त्यो खोलेर अनि भित्र जाँदाखेरि भित्र पनि ढोका हुन्छ, त्यो ढोकाबाट भित्र गयो भने टेन्टभित्र सिरिन्छ। हो त्यस्तो टेन्ट हुन्छ तपाईँको। टेन्टहरू म्यानेज गर्नु पर्थ्यो तपाईँको। अब उनीहरूको ब्यागहरू कुन कुन हो त्यो टेन्टभित्र भन्दा पनि बाहिर ब्यागहरू राख्नु होइन। उनीहरूको आफ्नो ब्याग ठाउँमा राखिदिने अनि स्टिकहरू उनीहरूको टेन्ट बाहिर राख्ने। अनि टी हाउस ट्रेकिङमा हामी एसिस्टेन्ट गाइड गर्दा त धेरै धेरै लङ टाइम हो। हेलो गुड मर्निङ भनेर भन्ने अनि हातमा चाहिँ तपाईँको चिया बोकेर जाने, ब्ल्याक टी, तातो पानीहरू सबै बोकेर जाने थियौँ। हेलो गुड मर्निङ डु यु वान्ट ह्याभ टी भन्दै सोध्थ्यौँ हामीले चाहिँ होइन। अनि उनीहरू बिउजिन्थे उठ्थे। यहाँ भयो है। अब हामी ओह्रालो लाग्दैछौँ। लिटर तेल छ मसँग 7 लिटर तेल छ। 7x20 14 14 140 किलोमिटर पुगिहाल्छ होला नि हौ बाइक यहाँ। लिटर पनि छिटै छ 6 लिटर होला। टप गरेको छ। यसरी क्याम्पिङ ट्रेकिङ स्टार्ट गरेको गाइज। अनि अब डाइनिङ टेबलहरू मिलाउनु पऱ्यो। किचनमा पनि त्यस्तै टेन्टै हुन्छ, किचन टेन्ट हुन्छ, डन्डीहरू हुन्छ होइन। 12-16वटा डन्डीहरू मिलाउनु पऱ्यो, बिचमा पनि सपोर्ट हाल्नु पऱ्यो। अनि टेबलहरू पनि सबै फोल्डिङ खालको हुन्छ। अनि अब बस्ने चेयर्सहरू पनि त्यस्तै हुन्छ। हात धुने ठाउँमा हात धुने साबुनहरू सबै बोकेर जानु पऱ्यो। क्याम्पिङ ट्रेकिङमा त सब चिज बन्दोबस्त गर्नुपर्छ नि त गाइस होइन। त्यही भएर सब चिज बन्दोबस्त गरेर त्यसरी हिँड्दाखेरि चाहिँ क्याम्पिङमा अब खानेकुराहरू होइन लामो समयसम्मको स्टोरेज गर्नु पऱ्यो, बोकेरै हिँड्नु पऱ्यो। यसरी बोकेर हिँडेर हामी ट्रेकिङ गर्थ्यौँ, क्याम्पिङ ट्रेकिङ। अब बाल्टिन पनि हुनै पर्यो तपाईँको होइन। धाराहरू पनि सबै सेटअप गरेको हुन्छ, मट्टितेल बोकेकै हुन्छ। अब तपाईँ